कति भरि लागेको हो भरि नै छ है यहाँ हेर्नु है तपाईको भन्दा चाहिँ भरि सुरु गरौँ है हेलो गाइस गुड आफ्टरनुन वेलकम टु आवर माई भ्लग सबैजना सेवा नमस्कार भन्न चाहन्छु आज चाहिँ फेरि नयाँ भिडियो लिएर तपाईँमा चाहिँ उपस्थित भइसकेको छु आजको हाम्रो भिडियो चाहिँ के होला भन्दा चाहिँ तपाईँहरूले यहाँ देखिसक्नुभयो होला हाम्रो चाहिँ यो पानीपुरी च्यालेन्ज है फर्स्ट टाइम हाम्रो चाहिँ पानीपुरी च्यालेन्ज गर्न गइरहेको छौँ होइन यहाँ अस्मिता बुनुसँग अनि गाइजहरू होइन विनरलाई चाहिँ पैसा छ है हाम्रो पैसा धेरै छ क्या फेरि 200 छ कि 100 रुपियाँ 200 छ विनरलाई चाहिँ 200 पैसा होइन कसले जित्छ उसले चाहिँ अनि नजित्नेले चाहिँ यहाँनिर के छ भने खोर्सानी अनि प्याज है प्याज अनि यहाँनिर अदुवा रहेको छ है विनरले अब पैसा लगिहाल्नुभयो नजित्नेले चाहिँ यहाँनिर यति रहेको छ है हाम्रो चाहिँ अब यहाँनिर के भन्छ पानीपुरी चाहिँ हाम्रो चाहिँ 25-25वटा छ पानीपुरी चाहिँ हाम्रो चाहिँ 25-25वटा छ वाउ म चाहिँ सक्दिनँ जस्तो लागिरहेछ मैले आजसम्म च्यालेन्ज गरेको छैन उसले तिमीले मैले गरेछौ छैन उसले पनि हामी फर्स्ट टाइम चाहिँ दुईजनाले नै च्यालेन्ज गर्न गइरहेका छौँ हाम्रो यहाँनिर छ सुप है यहाँ छ पानीपुरीको झोल अनि त्यही भएर हो अब अस्मिता बुनु र मेरो च्यालेन्ज कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला कालीभूत आउँछ त ल हामीले अब 25-25वटा को विनर हुने हो त हामी सुरु गरौँ है त यहाँनिर खुर्सानी धेरै नभए पनि छ है गाइस ल हामी खाइमा है त सुरु गरौँ 3, 2, 1 गो अमेर छ रातो नाना अमेर भन्छ हो मिठो छ है मिठो भएको छ तर अमेर भन्छ म अमेर कम खान्छु नि त गाइस पछि मेरो छोरी डिस्टर्ब गरिरहेछ क्या धेरै छोरी एउटा खाऊ गाइस आज हार्नेलाई चाहिँ रियाक्सन कस्तो आउँछ हार्नेको लागि त छिटो खाइसक्नु पर्ने यो कति पैसा उठाएको फिल्ममा खाना आइपुगे मैले धेरै राम्रो के गाइस हामीलाई खानु पान छ है हाम्रो साथमा घाँटीबाट हाल्दैन खानु सक्दैन
मिठो भएछ मिठो छ पानी पनि कसो भयो पिरो धेरै भयो अलिक सोल्टिनी सोल्टिनी राति हान्न रहेछ त गाइस मेरोमा चाहिँ किमा धेर छ दिदीकोमा चाहिँ थोरै थोरै पानी चाहिँ खाने भनिरहेको थियौँ त्यही भएर है सक्दिनँ को पुगिसक्यो सोल्टिनी सोल्टिनी छुट्टी भन्नु न फर्कायो के गरे हो म खानु खराएको के भिडियो डिस्टर्ब गर्छ आरुषीले हो क्या मलाई त एकदमै पिरो छ आँसु पनि आयो हाँस्दा हाँस्दा पिरोले पनि गाइस पनिसमेन्ट चाहिँ डोरो खतरा छ है फेरि खाइहालौँ त ल खाउँ यो खाँदै म त रोएँ गिलास पनि फाटेको छ कि क्या हो चिन्छ त आइ पेट बोला कतै तपाईँले फेरि मलाई थपी त दिनु भएन नि थप्यो कोनी है कोनी थप्यो छैन हैन विनोद दाइको नम्बर गर्नु न त स्विच अफ गीता गाइस गिलास पनि फाटेको छ क्या पानी छिरेर म विनर गाइस आज चाहिँ एक एउटाले म विनर भएँ त्यही पनि गाइस मलाई हाँस्नले गर्दा है मै जितेँ पैसा मेरो पैसा मेरो मेरो म खेलाइहालेँ पिरो भयो अब यो खाऊ न त पानी पिरो पर्छ क्या मेरो विनरले त यो भेट्यो न विनरले यो गाइस मैले हारेँ नि फेरि खाती बजार बिए गाइस यो प्याज चाहिँ यत्रो देखाएको यत्रो खाने चाहिँ होइन है फेरि नखाने भयो किन देखाएको यत्रो त कहाँ खान्छ त खाने मेरो पेट चाहिँ पोलेन कि गाइस मुख र यो आँखा चाहिँ धेरै पोलिरहेको छ क्या पिरो लागेर
मेरो हो मेरो 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 है म त झन् रुइन्डेल भएँ नि म जतिको त छैन है त्यही भएर भिडियोमा आउँछु हेर्नु न कति खाऊ न अदुवा त मैले धेरै खानु हुँदैन त पाइछु आज आज त च्यालेन्ज चाहिँ खानै पर्छ सरी भयो नि खानै पर्छ पिरो भयो म त पिरो भएर सक्दैन सकिन पेट पोल्यो खाएला गाइस अदुवा अरू प्याज खाऊ थोरै खानै सक्दैन तर लास्टै पिरो भयो के मैले आँखामा चाहिँ म त पानीपुरी कहिले कस्तो पिरो भयो पानी पुगेकोमा राख्छु अनि यस्तै खानुपर्छ गरम गरम मेरो मर्जी होइन गाइस पिरो भयो मलाई त प्याज खानु ग्यास्ट्रिक हुन्छ नि फेरि गाइस सबै हुन्छ हो साँच्ची म त रुइन्जेल भयो नि आँखाको तिरा त भयो यहाँ बोलेर मलाई आरुसीले हाँस उठाउन ल्यायो क्या अनि तिमी हाँस्छौ अनि म पनि हाँस्छु कस्तो भयो नाकबाट आएर खोर्सानीले अमिले त नाकबाट त्यतिखेर चाहिँ हो कि गाइस सिगरेट पनि आयो आज चाहिँ हामीलाई कहिले यस्तो हुँदैन थियो तिमीले हो नि हँसाएर नाकबाटै खोर्सानी आयो नि नाकबाट खोर्सानी आयो गाइस रुँदै 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 खाएको खायो कि खानु प्याज चाहिँ ए लाल गाइस खोर्सानी त सर्लक्कै निल्नु पर्छ नि उसले खाँदैछ खोर्सानी प्याज अदुवा थियो है अनि उसले अदुवा पनि खाइसक्यो एउटा खोर्सानी पनि खाइसकेको छ अनि यो प्याज चाहिँ 2 टुक्रा थियो है 2 टुक्रामा अब 1 टुक्रा बाँकी छ 1 टुक्रा एकदमै गुलियो छ है गाइस खोर्सानी चाहिँ उसले अब यो प्याज पनि खाने छ है उसले अब हारेन थियो त म विनर भएको थिएँ अनि उसले अब यो पनि सकिसक्यो जसरी भयो नि अब हार्ने त खानै पर्यो है अनि त्यही भएर अब आजको हाम्रो भिडियो चाहिँ के कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नु होला भन्न चाहन्छु अनि कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला भन्न चाहन्छु है गाइज अब हाम्रो चाहिँ यस्तै भयो च्यालेन्ज चाहिँ हाम्रो फर्स्ट टाइम हो हाम्रो च्यालेन्ज चाहिँ पानीपुरीदेखि सुरु भयो अब हाम्रो च्यालेन्ज चाहिँ अब उसको र मेरो अनि अरू पनि कोही हुन्छन् होला हाम्रो च्यालेन्ज चाहिँ अब केमा हुने छ है केमा हुन्छ हेर्दै गर्नु होला सुषमा किराती ब्लग्समा गएर चाहिँ सब्सक्राइब पनि गरिदिनु होला लाइक कमेन्ट गरेर पनि साथ दिनु होला भन्न चाहन्छु है अनि यो एउटा त खानु पर्यो नि त म त रोइन्जेल भएँ होइन अब उसको एउटा खाना बाँकी छ है अब अझै पिरो भएर सकिरहेको छैन ओभरै मलाई चाहिँ पिरो भयो के गाइस त्यही हो अनि मैले चाहिँ पैसा जितिसकेँ गाइस नभरे एक पाटी सिगन पनि झरिन्छ नि भयो रुँदाको होइन हाम्रो यति भन्दै अब अर्को भिडियो मार्फत चाहिँ हामी जोडिनेछौँ बाई बाई